आज अदालत मार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। मेलमिलाप योग्य विवादमा प्री लिटिगेसन, मेडिएसन र वैकल्पिक विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित छ। विद्वत वर्ग प्रधान न्यायाधीशको रूपमा मेरो स्पष्ट धारणा र प्रतिबद्धता छ। संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिग रहँदै संविधानले परिकल्पना गरे बमोजिम न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने। न्यायालय संविधान, कानुन, न्यायिक मान्यता र सिद्धान्तका आधारमा चल्दछ र यसैबाट आम नागरिकले विश्वास आर्जन गर्दछ। यसर्थ यसको प्रतिष्ठा र विश्वसनीयताको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधान न्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि सहकर्मी मान्य न्यायाधीशज्यूहरू तथा कर्मचारीहरूको समन्वयात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुन्छ भन्नेमा म विश्वास गर्दछु। प्रधान न्यायाधीश भनेको समान स्तरका न्यायाधीशहरूमध्ये पहिलो न्यायाधीश, फर्स्ट अमंग इक्वल्स मात्र हो भन्ने विश्वास र मान्यताले मलाई कार्य सम्पादनको क्रममा सदैव निर्देशित गर्नेछ। साथै मातहत अदालतका मान्य न्यायाधीशज्यूहरू, कानुन व्यवसायीहरू, बौद्धिक समुदाय लगायत सम्बद्ध सबैबाट मैले सद्भाव, सहयोग र सहकार्य अपेक्षा गरेको छु। आज विदाई ग्रहण गर्नुहुने पूर्व प्रधान न्यायाधीशज्यू लगायत न्यायालयको नेतृत्व गर्नुहुने पूर्वजहरूबाट अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ मेरो सतत प्रयत्न रहनेछ।